साँझको आकाश सुनौलो हुँदै गएको थियो। काठमाडौँको विमानस्थलमा एउटा उडान आफ्नो यात्राका लागि तयार हुँदै थियो। शान्त अनुहार, ढिलो सास र मनमा साना साना आशा बोकेर यात्रुहरू विमानतिर अघि बढिरहेका थिए। इन्जिन सुरु भयो। धेरै कुरा नबोली विमान रनवेमा दौडियो। मौन आकाशतर्फ उड्दै जाँदा तलको शहर सानो हुँदै गयो र नेपालका पूर्वी मैदानहरू बिस्तारै आँखामा पस्न थाले। मौसम शान्त थियो। यात्रा सामान्य, कुनै बेचैनी थिएन। सबै कुरा नियतिकै जस्तो। तर भद्रपुर नजिकिँदै जाँदा उही शान्त क्षण अचानक गम्भीर बन्यो। विमान रनवेमा छुयो, तर गति अहिले पनि धेरै थियो र समय थामिन सकेन। रनवेको छेउ पार गर्दै विमान घाँसे मैदानतर्फ लडे झै रोकियो। चारैतिर सन्नाटा। 1 सेकेन्ड, 2 सेकेन्ड, फेरि आवाज आयो, सबै सुरक्षित रहनुहोस्, बिस्तारै बाहिर निस्किनुहोस्। यात्रुहरू सावधानीका साथ बाहिर आए। कसैको हात काँपिरहेको थियो, कसैको आँखामा आँसु थियो। तर एउटा कुरा स्पष्ट थियो, जीवन अझै यहाँ नै थियो। उद्धार टोलीहरू आइपुगे। टर्चको उज्यालोले विमानको नाक, पाङ्ग्रा, माटोले ढाकिएको भाग देखाइरहेको थियो। कसैले एकअर्कालाई समाते, कसैले आकाशतर्फ हेरेर सास फेरे। र त्यो रात भद्रपुरको रनवे छेउमा मौनले एउटा कुरा भनेको थियो, जिन्दगी कतिपल्ट कमजोर क्षणमा पनि अचम्मसँग बचिरहन्छ। र आज सबैलाई एउटै अनुभूति छ, कृतज्ञता र एक